कुरा काट्न त कहाँ मिल्छ र आफ्नै बाको उमेर 50 कटेर अलि माथि गएको म पनि के कम अब जवान भइसकेको स्कुल सकेर कलेज गइसकेको तैपनि बा मलाई बालकै ठान्नुहुन्छ तैपनि बा मलाई बालकै ठान्नुहुन्छ बेला बेलै हातमा समातेर आफूतिरै तान्नुहुन्छ सम्झाइरहनुहुन्छ मलाई घरिघरि कथा सुनाइरहनुहुन्छ मलाई थरी थरी बच्चै हुँदा हामी यस्ता थियौँ भन्नुहुन्छ बच्चै हुँदा हामी यस्ता थियौँ भन्नुहुन्छ तेरो उमेरमा हामी उस्ता थियौँ भन्नुहुन्छ स्कुल जानु अघि घाँस काट्नुहुन्थ्यो अरे भुँडी दुख्यो भनेर कहिलेकाहीँ त्यत्तिकै ढाँट्नुहुन्थ्यो अरे बाँदर खेद्नुहुन्थ्यो अरे हलो जोत्नुहुन्थ्यो अरे हातैले गोबर मुछेर खलो पोत्नुहुन्थ्यो अरे घिन पनि नलागेको भैँसीका डणलामा बसेर चराउनुहुन्थ्यो अरे कत्रो आँट आमाले लुकाएका कनिका लुसुक्क बेचेर दार्जिलिङतिर हराउनुहुन्थ्यो अरे खाली खुट्टै पैदल स्कुल जान्थ्यौँ भन्नुहुन्छ बा मेरा बा जान्दिन केही भन्नुहुन्न हामीले भनेको कुरालाई खासै गर्नुहुन्न ब्लूलाई हरियो भन्नुहुन्छ पिङ्कलाई पहेँलो ठान्नुहुन्छ डेटालाई डाटा भन्नुहुन्छ तँलाई केही आउँदैन लाटा भन्नुहुन्छ मैले दिनको 2-4 घण्टा गेम खेल्दा रिसाउनुहुन्छ आफू चाहिँ निन्द्रामा मात्रै फेसबुक बिसाउनुहुन्छ बा छोरालाई होमवर्क एउटा सघाउनुहुन्न इन्जिनियर बन भन्नुहुन्छ छोरालाई होमवर्क एउटा सघाउनुहुन्न इन्जिनियर बन भन्नुहुन्छ बायोलोजी विषय सम्झिँदै आफूलाई ज्वरो आउँछ डाक्टर बन भन्नुहुन्छ बन भन्दैमा बन्नै भए बन भन्दैमा बन्नै भए बाँकी न वैज्ञानिक नबनेको भनेर सोधौँ कि भन्छु सोध्दिन बाँकी न करोडपति नबनेको भनेर सोधौँ कि भन्छु सोध्दिन धेरै सोधखोज गर्दा मुखै लागेको बात लाग्न सक्छ अर्थी उपदेश र गुनासाको खात लाग्न सक्छ बात लागे पनि लागोस् बात लागे पनि लागोस् एउटा प्रश्न अवश्य सोध्नु छ बाकै मुखबाट जवाफ खोज्नु छ बा भन्नुहुन्छ ठुलो भएपछि बाबुआमाको हेरचाह गर्नुपर्छ उसो भए मेरा बा कहिले ठुलो हुनुहुन्छ 90 वर्ष कटेका बा आमालाई हेरचाह गर्न बा कहिले गाउँ जानुहुन्छ